यतिखेर चाहिँ हामी यो तिलकोटको जङ्गलमा छौँ। केही दिन अगाडि यो सानो बाछो चाहिँ बेवाइसी अवस्थामा हाम्रो राधिका राउत दिदीले बाटो हिँड्ने जाने सुटिङमा जाने क्रममा देख्नु भएको थियो। यो तिलकोटको जङ्गलमा बेवाइसी अवस्थामा एक्लै यो सुनसान जङ्गलमा एक्लै बसिरहेको अवस्था कसले बेवाइसी ल्याएर पारेर फ्यालिदिएको जङ्गलमा आज यत्रो ठुलो पानी परिरहेको बेलामा यहाँ भिजेर आफ्नो सारा खोज्दै जङ्गली जनावरमा बसेर बसिरहेको छ यो बिचरा। हामीले धेरै यो टिकटकमा मेन्सन पनि गर्नुभएको थियो र हामीले रेस्क्युको लागि यहाँ आएका छौँ। यो पानी परिरहेको छ, यो जङ्गलको बिचमा ल्याएर चाहिँ यो कयौँ रात यहाँनिर राति बिताउनु पर्यो जङ्गलमा। आज नेपालमा हामीले भन्दा वाक्कै भइसक्यो। नेपालमा यो बाछाको हेर्नु त यति सानो बाछो एकदम ज्वरो आइरहेको छ, जाडोमा पानी भिजेर होला सायद ज्वरो आइरहेको छ। अब हामी यहाँबाट रेस्क्यु गरेर लिएर जान्छौँ र यसलाई सुरक्षित ठाउँमा खानपिन व्यवस्था गरेर यसलाई सधैँभरि जीवनभरि यसको सेवा गर्छौँ। अनि आज म भक्तपुरबाट आउँदाखेरि 15 दिन अगाडि देखेको थिएँ यसलाई। अनि भक्तपुरबाट आउँदाखेरि चाहिँ मैले यहाँ भिजेर बिचरा बसिरहेको देखेँ र तपाईँहरूको नम्बर मैले फेसबुक पेजबाट चाहिँ फोन गरेर अनि तपाईँहरूलाई रेस्क्युको लागि मैले फोन गरेको हो। पुरै यो भिजेर यो पुरै यो भुत्ला पनि चाहिँ आउने भइसकेको छ, पुरै ढाडिएर यसको यो शरीरबाट यो भुत्ला हेर्नु झर्दैन होइन। त्यो पुरै पानीबाट चिसो पानी ढाडिसकेपछि भुत्ला यसरी आउनु थालिसकेको छ। अब हामीले रेस्क्यु गरेर लाँदैछु। यो तिलकोटको यो अनकन्डर जङ्गलबाट चाहिँ सानो बाछोको आज रेस्क्यु गरेर यहाँ हालिसकेका छौँ। अब हामी यसलाई लिएर जान्छौँ, सधैँभरि यसको सेवा गरेर बस्छौँ। हजुरले धेरै मेन्सन गर्नुभएको थियो टिकटकतिर र धेरैचोटि फोन पनि गर्नुभएको थियो। हामीलाई गलत इन्फर्मेसनको कारणले गर्दाखेरि आज यो बाछोले धेरै बढी पीडा खप्नु परेको छ। त्यसरी गलत इन्फर्मेसन नगरिदिनु होला। हामी बाछो उद्धार गर्न आउने क्रममा पनि यो बाछो उद्धार भइसक्यो भाइ, अब आउनु पर्दैन, अरू नै आएर लानुहुन्छ अरे भनेर भन्न सक्नुभयो। तर आज चाहिँ अर्को एकजना हाम्रो दाइले गरेर मात्रै आज यो बाछो सकस उद्धार हुन सम्भव भएन। आज नेपालमा चाहिँ गाई बाछाले यति दुःख पाएका छन् कि हामीले चाहिँ यसको व्यवस्थापन गर्नुपर्छ जसरी भए पनि भन्दा बारम्बार भनिरहेको छौँ। पहिला हामी लिएर जान्छौँ। तर यत्रो हामीले यो राष्ट्रले गर्ने कार्य गर्दा पनि यो देशले यो राष्ट्रले गर्ने कार्य गर्दा पनि हामीले सरकारी निकायबाट कुनै एकबाट नुन पनि दिएको छैन। तेल दिन्छन् हाम्रो न, गाडीमा ट्याक्स फ्री गरिदिन्छ, ट्याक्स पनि हामीले आफै तिर्नु परेको छ। वार्षिक रूपमा 65,000 रुपियाँ तिर्नुपर्छ। त्यति भयो नि गाई बाछालाई खान पाउँथ्यो। जहाँदेखि हाम्रो स्मार्ट मन्त्री गाई बाछा बचाउ तथा समाज विकास अभियान नामको संस्थाले चाहिँ विगत 14 वर्षदेखि चाहिँ यस्ता बेवारिसी भएका गाई बाछा, चौपाया भएका गाई बाछा, मान्छेले थोरै दुधको रूपमा परेर सानो फालिसकेका बाछाहरू चाहिँ सँगसँगै गरेर पाल्दै आइरहेको छौँ। हाम्रो संस्थाको अध्यक्ष हुन्छ गोपाल नेपाली सर र हाम्रो सबै टिमले र अहिले युवाहरूले पनि यी गाई बाछा बचाउनुपर्छ भनेर चाहिँ हामी गाई बाछा बचाउनको लागि यहाँ आएका छौँ। र अब यसलाई रेस्क्यु गरेर लिएर गएर हामी सधैँभरि यसको सेवा र यसको पालन पोषण र यसको खर्च सबै हामी आफै बेहोरेर यसको खर्च बेहोरेर हामी उपचार गरेर हामी सेवा गरेर बस्नेछौँ। जुन संविधानमा लेखिएको छ अधिकार, गाई माताको अधिकार र नन्दीको अधिकार, त्यो चाहिँ अधिकार दिलाउनुपर्छ। यो एयरपोर्ट सेयरपोर्ट सबै गाईको जग्गा हो। पशुपति पत्ता लगाउने गाई हो। त्यो पशुपति भएको जग्गा सबै गाईका जग्गा हुन्। यो गौशाला गाईको जग्गा, एयरपोर्ट सबै एयरपोर्ट बसेको गाईको जग्गा हो। पशुपतिलाई पत्ता लगाउने गाई, तर आज यिनीहरूले आफ्नै घर पत्ता लगाउन नसकेर यो अवस्थामा पुगेका छन्। सबैजना मिलेर बचाउनु होला भन्न चाहन्छु। अहिले हामी रेस्क्यु गरेर गाई बाछा छोडे पनि जङ्गलमा लिएर छोडे पनि यसले चाहिँ अलिकति घाँस खान सकोस्, पानी खान सकोस्। तपाईँहरूले यो दुधको लोभले गर्दाखेरि यो गाई बाछाको यति बिजोग भयो कि हाम्रो नेपालमा यति बिजोग भयो कि हामी बाटो हिँड्ने मान्छेलाई धरि यति पिर लाग्छ, यति मनमा दया लाग्छ। तपाईँहरू आफ्नै जनावर पाल्ने मान्छेलाई त लाग्नुपर्ने हो नि। र सरकारले पनि अब यसलाई चाहिँ के गर्नु पऱ्यो भने एकदम ध्यान दिनु पऱ्यो।